जय मसीह तपाईहरु सबैजनालाई। आज हामी सबैले गुड फ्राइडेलाई सेलिब्रेट गरिराखेको छौँ अनि गुड फ्राइडेको दिन धेरैवटा घटनाहरू घटेको हामी बाइबलमा देख्दछौँ। त्यो मध्ये एउटा चाहिँ जसै यीशु ख्रीष्टले आफ्नो प्राण त्याग्नुभयो, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म च्यातिएको छ। यो केवल एउटा घटना मात्र थिएन, तर एउटा ठुलो सन्देश थियो। योभन्दा अगाडि हामी हेर्छौँ भनेदेखिलाई चाहिँ खाली पुजारी मात्र, त्यो पनि वर्षमा एकचोटि मात्र प्रभुको उपस्थितिमा महापवित्र स्थानमा जान पाउँदथ्यो। मानिसहरूले राइट पर्सन, राइट टाइम, राइट प्लेसको वेट गर्नु पर्दथ्यो प्रभुको उपस्थितिमा जानको लागि। तर गुड फ्राइडेमा भएको यीशुको मृत्युले सबै कुरा बदलाइदिएको छ। अब भने पर्दा च्यातिएको छ। त्यसको अर्थ के हो भनेदेखिलाई अब तपाईँ र म एनी टाइम प्रभुको प्रेजेन्समा जान सक्छौँ। कुनै पनि अवस्थामा, जस्तोसुकै अवस्थामा भए तापनि हामी प्रभुसँग बात गर्न सक्छौँ, प्रभुलाई प्रार्थना गर्न सक्छौँ अनि प्रभुले हाम्रो प्रार्थनालाई प्रभुले सुन्नुहुन्छ। अब तपाईँ र मलाई बिचमा कोही मेडिएटरको खाँचो पर्दैन। तपाईँ र म आफै स्वयं प्रभुको अगाडि जान सक्छौँ। यो चाहिँ हाम्रो लागि कति ठुलो प्रिभिलेज हो। जब यसको अर्थलाई, यसको महानतालाई, यसको गम्भीरतालाई हामी बुझ्छौँ, हामी चुप लागेर बस्नै सक्दैनौँ। कोही बेला हामी कतिवटा पापसँग चुनौती, पापहरूसँग सङ्घर्ष गरेको कारणले प्रभुदेखि टाढो भइपठाउँछौँ। तर हामी प्रभुदेखि टाढो हुने होइन। हामीले अब स्पेसल डेको, स्पेसल प्लेसको वेट गर्ने होइन। तर अब तपाईँ र म जसै प्रभुको अगाडि आउँछौँ भनेदेखिलाई प्रभुले हाम्रो प्रार्थनालाई सुन्नुहुन्छ। हामी प्रभुको अगाडि जान सक्छौँ। अनि गुड फ्राइडे चाहिँ यसकारण हाम्रो लागि गुड भएको छ। यसको लागि चाहिँ हामी प्रभुलाई धन्यवाद दिनुपर्छ। अनि तपाईँहरू कोही हुन्छ यो भिडियो हेर्दै गर्दा तपाईँले प्रभुको बारेमा धेरै सुन्नु भएको छ, गुड फ्राइडेको घटेको घटनाहरूको बारेमा सुन्नुभएको छ। नि तपाईँले भन्नुहुन्छ एक दिन चाहिँ म प्रभुलाई विश्वास गर्छु, राइट समयमा म प्रभुलाई विश्वास गर्छु भन्नु हुँदैछ भनेदेखिलाई आज तपाईँलाई भन्नको लागि मसित मिठो कुरा चाहिँ के छ भने तपाईँले राइट समयको वेट गर्नु पर्दैन। तपाईँले आज नै यदि हृदयभित्र विश्वास गर्नुहुन्छ अनि मुखले स्वीकार गर्नुहुन्छ भनेदेखिलाई तपाईँ पनि प्रभुको अगाडि जान सक्नुहुन्छ। तपाईँले गरेको प्रार्थना पनि प्रभुले सुन्नुहुन्छ। यसकारण चाहिँ हाम्रो लागि आजको दिन गुड भएको छ। यसको लागि हामी मिलेर प्रभुलाई धन्यवाद भन्छौँ। ह्याप्पी गुड फ्राइडे। जय मसीह।